हामीले सुरुमा स्याचरीको डेफिनेसनले के भनेको छ भन्दा दुईवटा एंगलहरु हाम्रो डेफिनेसनमा लेट ABCD द स्याचरी क्वाड्रिलेटरल ABCD द स्याचरी क्वाड्रिलेटरल in which DA perpendicular to AB किनभने पहिलो भाषामै डेफिनेसन नै छ CB perpendicular to AB AD line segment congruent to BC AD line segment congruent to BC भनेर डेफिनेसनमा दिएको छ स्याचरीको के हुन्छ स्याचरीको दुईटा एंगल 90 डिग्री हुन्छ र त्यसपछि 90 डिग्री हुने बित्तिकै यो लाइन यसमा DA perpendicular to AB and CB perpendicular to AB भनेर दिएको छ र AD यसको बेस कुन हो बेस कुन भयो बेस CD समी भन्छ CD समी हो त्यसकारण अब हामीले यो क्वाड्रिलेटरमा के गर्यौं यो क्वाड्रिलेटर त डायगोनल बेडी ड्रन फेरि बेडी जोइन गर्यौं त्यहाँ बेडी लाइन जोइन गरेको छ जोडिएको छ त्यसमा अल्सो हामीले के गर्यौं 1 2 and 3 आर युज त्यसलाई के प्रयोग गरेको भन्दा डिनोटेड द एंगल्स इन सोन फिगर जतै कुन एंगललाई एंगल एआईडी लाइन ADB मेजर एंगल 1 मा and B को यो पार्ट मा ABD मेजर एंगल 3 DBC मेजर एंगल 2 भनेर डिनोटेट गर्यो पहिला त्यो डिनोट गरिसकेपछि पहिला हामी सुरुमा मेजर एंगल 1 र मेजर एंगल 2 इक्वल गर्यौं के कारणले इक्वल गर्यौं बेस लाइन हो अल्टरनेट गुड अल्टरनेट एंगल किन भन्दा यहाँ यस्तो छ यो लाइन किन भन्दा यहाँ 180 बनाइदिसकेको छ नि त हैन 180 बनाउने बित्तिकै यहाँको लाइन र यो एंगल के हुन्छ त इक्वल 1 र 2 एंगल इक्वल हुन्छ पहिलोले त्यसो हो भने अब हामीले ट्रायंगल ABD दुईटा ट्रायंगल हेरौँ त ABD ट्रायंगल BCD बाइ साइड एंगल साइडबाट एक्जुमबाट यो कम्प्लिट भयो अब यहाँ कसरी आयो त भन्नुहुन्छ भन्दा यो साइडलाई तपाईले परिभाषामै यो AD सँग BC इक्वल छ भन्दिनु भएको छ त्यो यो साइड भयो त्यसपछि एंगल A1 र एंगल 2 अल्टरनेट एंगल यो एंगल भयो त्यो दिस इज कमन साइड दिस कमन साइड एंगल साइड बाट ट्रायंगल ABD कन्ग्रुएंट टु ट्रायंगल BCD यो अब कन्ग्रुएंट भइसकेपछि मैले हिजो भनेको तपाईलाई के हुन्छ भन्दा corresponding साइडहरु also triangle also congruent corresponding angles are also congruent since the corresponding side of congruent triangle are also congruent साइडहरु हमरा अहिले साइडको मात्रै कुरा गरिरहेको छ त्यसो भए DC congruent to AB ल हेर्नुस् है DC साइड माथिको समितो तलको AB हो भनेपछि यो congruent भयो congruent को आधारमा है त्यसो भए मेजर एंगल 1 इज ग्रेटर देन मेजर एंगल 2 यदि इफ भने है इफ यदि यो भने मेजर एंगल 2 र 3 जोड्यो भने 90 डिग्री हुन्छ यो त 90 डिग्री अलरेडी 90 डिग्रीमा बन्यो 2 र 3 जोड्यो भने 90 डिग्री अब रिजल्टले के देखायो भन्दा त्यसो भने 1 र 3 जोड्दाखेरि 90 डिग्री भन्दा ठूलो हुने हो हेर्नुस् है 90 डिग्री भन्दा ठूलो किन भन्दा यहाँ 1 ठूलो देखाइएको छ नि त 1 ठूलो भनेछ 1 र 3 जोड्दाखेरि 90 डिग्री भन्दा ठूलो मेजर एंगल और कसरी ठूलो भन्दा अब कसरी ठूलो भयो भन्दा त्यहाँ हामी इक्वल देखाछ माथि हो माथि इफ यदि भनेछ 2 भन्दा 1 ठूलो हुनु भने के पढिरहेको छ एउटा कुरा याद गर्नुलाई तपाईहरु यहाँ के कुरा पढ्नु भएको थियो भन्दा तपाईहरुलाई एउटा सजिलो आइडिया बुझ्नु भएको थियो एंगल जुन एंगल ठूलो छ त्यो ठूलो एंगलको साइड पनि ठूलो हुन्छ जुन एंगल सानो छ जस्तै 90 डिग्री भयो 30 डिग्री भयो यो साइड के हुन्छ यसको सानो स्मल साइड हुन्छ स्मल हुन्छ छोटो हुन्छ ओके शॉर्ट हुन्छ हो त्यसो भए त हामीले मेजर एंगल 1 लाई ठूलो देखाउने भनेको त्यसले सपोजिसन गरेको नि त 2 भन्दा 1 ठूलो भयो भने अब फेरि 2 र 3 लाई के गरिरहेको छौं हामीले 90 डिग्री गरिरहेको छौं त्यसो भए त 2 भन्दा 1 ठूलो भयो त अब त्यो 2 को ठाउँमा 1 राख्यो भने 90 डिग्री भन्दा ठूलो भयो सपोज गरे नि त इट फलो दैट द एंगल्स sum of triangle ABD is greater than 180 degree त्यसो भए त 90 डिग्री 180 डिग्री भन्दा के भयो त धेरै भयो धेरै भयो भने के भयो त which is contradiction विवाद हो जसको कन्ट्राडिक्सन भयो स्याचरी लेजेन्डा थ्योरमको कन्ट्राडिक्सन त्यसो हो भने ती मस्ट यार मेजर एंगल 1 is less than 2 त्यसो भए त के हुनु पर्यो त भन्दा मेजर एंगल 1 भन्दा 2 ठूलो हुनु हो अब 2 ठूलो भयो भने ठूलो एंगलको अगाडि लंगेस्ट साइड हुन्छ हैन लामो साइड हुन्छ 1 को अगाडि के हुन्छ स्मल शॉर्ट साइड हुन्छ बराबर पनि हुन्छ बराबर पनि हुन्छ यहाँ छ नि त बराबर हामीले के लेखिरहेको छौं माथि छ त्यसको प्रुफमा के ठूलो हुन्छ कि बराबर हुन्छ बराबर पनि थाहा छ हैन त्यसकारण यो मेजर एंगल 1 भन्दा मेजर एंगल 2 ठूलो भयो
भनेर हामीले सपोजिसन त्यहाँ गर्यौँ सपोजिसन गरिसकेपछि डिसी इज ग्रेटर देन अर इक्वल टु एबी ट्रान्सपोज भनेर यसरी यो थ्योरम प्रुभ भयो है यस्तो किसिमले हामीले यसलाई प्रुभ गर्छौँ